यो कुरा राजसभाको सांसद केपी खनालसम्म पुगोस्। केपी खनालले चुनावमा बाजा गरेर आएको रहेछ भोटको लागि, हामीलाई जितायो भने, हामीलाई भोट दियो भने तपाईँको बुढीको उपचार गरिदिन्छु भनेर। तर चुनावपछि बेपत्ता छन् रे, अत्तो-पत्तो छ, फर्केर आएको छैन भन्नुहुन्छ उहाँ। यो कहानी हो कैलाली जिल्लाको मोन्याङ गाउँपालिकाको 50 वर्षीय कम्मानेको, जसको बुढी चाहिँ वर्षौँदेखि मधुमेह रोगबाट पीडित हुनुहुँदो रहेछ र आर्थिक समस्याको कारणले उपचार गर्न नसकेको रहेछ। र उहाँले त्यो केपी खनालले बाजा गरेर गएको कुरालाई पर्खेर बसिरहनु भएको रहेछ। कतै नयाँले भए नि केही गर्छ कि पुरानोले त केही गरेन, नयाँले केही गर्ला कि भन्ने आशा राखेर। तपाईँहरू नेताहरूको लागि एउटा शब्द होला, एउटा झुट होला, एउटा बाजा गर्ने तरिका होला, तर एउटा पीडितलाई, एउटा दुखीलाई सबै थोक हो, ठुलो आशा हो गरिदिन्छ कि भनेर। र केपी खनालसम्म यो आवाज हामी सबैले पुऱ्याओस् र तपाईँको ध्यान जाओस्। अहिले त